साथीहरू कहिलेकाहीँ चाहिँ एकदम लो फिल हुन्छ नि होइन, तपाईँहरूलाई पनि लो फिल हुन्छ, मलाई पनि कहिलेकाहीँ चाहिँ अब चाहिँ के उपाय नै छैन, अब चाहिँ के हुन्छ लाइफमा जस्तो सिचुएसन आउँछ नि, त्यतिखेर चाहिँ मलाई श्रद्धेय भारतको पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको दुईवटा कविताको सानो सानो टुक्राहरू चाहिँ दिमागमा घुमिरहन्छ कि। त्यो कविताहरू के हो भन्दाखेरि एउटा चाहिँ भन्छ कि, सच्चाई यह है कि केवल ऊंचाई ही काफी नहीं होती, सबसे अलग थलग परिवेश से पृथक, अपनों से कटा बटा शून्य में अकेले खड़ा होना पहाड़ की महानता नहीं मजबूरी है, ऊंचाई और गहराई में आकाश पाताल की दूरी है। त्यसपछि अर्को एउटा लाइन छ कि, अर्को एउटा के भन्छ भन्दाखेरि, बाधाएं आती हैं आए, घिरे परले की घोर घटाएं, पांव के नीचे अंगारे, सिर पर बरसे यदि जोलाएं, निज हाथों में हंसते हंसते आग लगाकर जलना होगा, कदम मिलाकर चलना होगा। यो दुईटा कविता पढेपछि मेरो दिमागबाट टेन्सन नि सबै आउट हुन्छ नि। त्यही भएर कविता कलमको पावर हुन्छ र त्यो कलमको पावरलाई चाहिँ हामी सबैले कहीँ न कहीँ जीवनको कुनै न कुनै मोडमा चाहिँ इज्जत गर्नुपर्ने हुन्छ, रेस्पेक्ट गर्नुपर्ने हुन्छ है त। आजलाई यति नै, आजको सर्ट्समा यति नै, है त। बाई बाई।